सम्पूर्णमा नमस्कार। यहाँहरु आरसीएम टेलिभिजन हेरिराख्नु भएको छ। म कबीर पन्त। यति बेला म शुक्लाफाटा नगरपालिका वडा नम्बर 12 कालागौडीमा स्थित श्री डिलासैनी भगवती मन्दिरको प्राङ्गणमा आइपुगेको छु। यहाँ चैते दशैंको उपलक्ष्यमा आज चैत्र 24 गते राति रतेडी लाग्ने भएको छ भने भोलि 25 गतेका दिन अष्टमीको जाँत लाग्ने भएको छ। कञ्चनपुरकै प्रसिद्ध अष्टमी जाँतको रूपमा चिनिएको श्री डिलासैनी भगवती मन्दिर को प्राङ्गणमा लाग्ने यो जाँत के कस्तो तयारीहरू भइराखेका छन् त्यस विषयमा हामी यहाँका व्यवस्थापन समितिका व्यक्तिहरूसँग कुराकानी गर्नेछौँ। हामीसँग यहाँको व्यवस्थापन समितिका व्यक्ति हुनुहुन्छ। आउनुहोस् उहाँबाट कार्यक्रम सम्बन्धी के कस्तो तयारीहरू भइराखेको छ, यो अष्टमीको जाँतको तयारीहरू कस्तो किसिमले भइराखेको छ, के कार्यक्रमहरू भइराखेका छन् उहाँबाट बुझौँ। यहाँलाई स्वागत। आरसीएम टेलिभिजनका पत्रकार कबीर पन्तज्यू। यहाँको परिचय? मेरो परिचय टुङ्गे बोहरा, मेरो नाम। यही शुक्लाफाटा नगरपालिका वडा नम्बर 12 बसन्तपुरमा घर। म यो डिलासैनी जगदम्बा माताको सेवक होइन। यहाँ अब विभिन्न अन्य ठाउँहरूमा यो जुन चैते दशैंमा लाग्ने अष्टमी जाँतहरू छन्, हिजो अस्ति नै सिद्धिसकेको अवस्था छ। तर हाम्रो यो कञ्चनपुरको प्रसिद्ध मन्दिर श्री डिलासैनी भगवती मन्दिरमा लाग्ने जाँत आज रतेडी लागिरहेको छ। भोलि 25 गते दशमीका दिन अष्टमी जाँत भइराखेको छ। सुरुमा यो किन भयो, यसबारेमा अलि भक्तजनहरूमा जानकारी गराइदिनु। यो डिलासैनी मन्दिरको मूल ऊ चाहिँ हाम्रो भोइतडी जिल्लाको पुर्चनी नगरपालिकामा थियो, छ पनि, अहिले पनि परापूर्व कालदेखि। पछि हामी सर्दै आएपछि हामीले त्यहाँबाट कुनै चिन्याली मागेर ल्यायौँ यहाँ पुज्ने अवस्थाले। यहाँ हामीले 2044 साल चैत्र 23 गते स्थापना गरेको हो। यहाँ त्यस दिनदेखि चलिआएको छ कन्टिन्यू यहाँ जात 6 महिनामा। अब आज भोलि अष्टमी हुनको कारण हामीले 17 गते घटस्थापना गऱ्यौँ। 17 गतेदेखि गणेर ल्याउँदा हिजो हुनुपर्ने अष्टमी त 7 दिन भयो। हाम्रो प्रापूर्व कालदेखि त्यो गर्ने रहेछन् भने 8 दिन नपुगिकन अष्टमी नगर्ने। त्यही भएर हिजो अष्टमी गर्नु सकेन, 7 दिन भयो। आज चाहिँ अष्टमी 8 दिन भइसकेको छ भने आज रामनवमी भएर त्यसमा हामीले बलि गर्नु नहुने। त्यही भएर भोलि गएर हामी दसैँको दिन चाहिँ बलि गर्छौँ र अष्टमी मनाउँछौँ। भोलि चैत्र 25 गतेका दिन यहाँ भव्य जाँत मेला लाग्ने भएको छ। त्यसका लागि सबैजनाले उपस्थित भइदिनु होला। के कस्तो तयारीहरू भइराखेका छन्, के कार्यक्रमहरू राख्नु भएको छ? कार्यक्रममा हाम्रो आज राति चाहिँ देउडा गीत हुन्छ। देउडा कार्यक्रम छ। त्यसमा 3 जना हाम्रो देउडीहरू आउनेछन्। 2टा हाम्रो डाँगा छन्। बेलुका एउटा जात आउँछ। भोलि 2-3टा भोलि जात आउँछन्। फेरि भोलि 4 बजेतिर हाम्रो यहाँ सम्पन्न हुन्छ। समग्रमा आज 24 गतेका दिन, आज 24 गतेको राति चाहिँ रतेडी लागिरहेको छ र भोलि 25 गतेको दिउँसो चाहिँ दिसेडी जाँत लाग्ने भएको छ। के भन्न चाहनुहुन्छ भिडियो हेरिराख्नु भएको? म सबैलाई आमन्त्रण गर्न चाहन्छु। सबैले भोलि र अथवा आज मेलामा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्छु।